छ जस हेलो गाइस वेलकम टु माई च्यानल। अनि आज चाहिँ मेरो यात्रा चाहिँ भैरवकुण्डसम्मको छ। हेरौँ अब कहाँसम्म पुगिन्छ। खासै म चाहिँ राइटमा चाहिँ बगाङसम्म जान्छु, त्यहाँदेखि चाहिँ ट्रेक जाने प्लान छ मेरो। अब हेरौँ के हुन्छ। चौतारा बजार हो, चौतारा बजार त्यसले चाहिँ डाँडे गाउँ र भिर भन्छ। यो चाहिँ डाँडे गाउँ र भिर हो। हामी चाहिँ यहाँ चाहिँ डेन्जर छ यसले चाहिँ है, ठुलो छ। यहाँबाट चाहिँ चौताराको भिउ दामी देखिन्छ। चौताराबाट तल तल जाने, यताबाट पनि जाने, चौताराबाट तलबाट सर्टकट हाल्ने गल्ती पुग्ने। यस्तो छ मौसम। हामी यो बाटो हुँदै बलिफी बजार पुग्न सकिन्छौँ। बाटोको अवस्था चाहिँ राम्रै छ, पिचै छ। बिस्तारै अगाडि बढ्दै यो ठाउँ चाहिँ बल्फी बजार सिन्धुपाल्चोक चौताराबाट 12 बिसे तातो पानी हुँदै हामी चाइना पुग्न सकिन्छौँ। अब अरनिको राजमार्ग हुँदै अगाडि बढ्दै यात्रातिर। यो खोलाको नाम चाहिँ भोटबिसी हो। खोलाको बगर हुँदै अगाडि बढ्दै यो चरा के चरा होला उडिरहेको थियो। दृश्य चाहिँ एकदम राम्रो छ। यो ठाउँ चाहिँ खाडी चौर बजार हो। बिहान 7 साढे 7 जति भयो। अब एकछिन खाजा खानु बस्छु। त्यो पुरी गरिदिनु, अनि पुरी समोसा, समोसा त्यो झोल तरकारी एकछिन खाजा खानु पऱ्यो। अब त्यस्तो मात्रै हो। चोकोपाई त्यस्तै हो। यो के कालो थियो चोकोपाई पुरै लिनुपर्ने है। हजुर कति हो यसको पुरै चाहिँ? 250 10 पिस हुन्छ। त्यसको चाहिँ कति हो? 150 आर्मी बिस्कुट। हजुर यो खाएपछि 1 घन्टा भोक लाग्दैन। भोक लाग्दैन बाबु। यो भयो। यो चाहिँ मैले आफ्नो खाएर उयो गरेको हो। पानी सानी खाने गरेको यहाँ त के लिनु त? पिरो अम्बुल पनि चाहिन्छ होला है। माथि माथि माछा अर्को खालको छ। यो खाजा नि खायो। अब यहाँबाट अगाडि बढ्नु पर्ने छ। अगाडि बढ्दाखेरि देखेको यो बजार चाहिँ 12 बिसे बजार हो। ठुलै रहेछ अनि राम्रै छ बजार। यहाँबाट अगाडि बढ्दैछौँ बजारको दृश्यहरू हेर्दै। अब यहाँबाट अलि अगाडि गएपछि हामी दाङलाङ भन्ने ठाउँ छ। दाङलाङमा पुगेपछि अफरोड सुरु हुन्छ अरे। बजारमा जस सबै चिजको सुविधा देखिन सकिन्छ हामीले। बिहानको छलफल। म चाहिँ बिहान घरबाट 7 बजीतिर निक्ल्या होला। यो ठाउँमा आइपुग्दाखेरि चाहिँ 8:30 जति भएको थियो। अनि बिस्तारै अगाडि बढ्दैछु यताउति हेर्दै। राम्रो लाग्यो ठाउँ। अब चाहिँ म दाकलाङ आइपुग्न आँट्यो। देखिरहेको बजार चाहिँ कस्तो राम्रो रहेछ है। कस्तो मजाको बजार। बाटो चाहिँ 12 बिसेबाट उता चाहिँ कच्ची हल्का पिच रोड यस्तै छ बाटो चाहिँ। कोही ठाउँमा राम्रो कोही ठाउँमा नराम्रो। यो ठाउँको नाम चाहिँ दाकलाङ रहेछ। यहाँबाट राइट गयो भने चाहिँ तातो पानी, अनि तलतिर गयो भने चाहिँ भैरवकुण्डको यात्रा। अब बिस्तारै अगाडि बढौँ। बाटो चाहिँ पुरै कच्ची रहेको छ अरे। बिस्तारै अगाडि बढ्दै जाउँ। कस्तो रहेछ यस्तो राम्रो पाहाडहरू हेर्दै अगाडि बढौँ।
बागवानबाट अगाडि बढ्दै फेरि बाटो चाहिँ अफरोड प्रभावले भएको थियो पानी खासै राम्रो त छैन पिच अब पिचहरू अब बाटो चाहिँ छुट्यायो गाडीमा अब कति बेलासम्म रहेछ बागवान पारी डाँडाबाट चाहिँ चाइना पुग्न सकिन्छ म चाहिँ अलि माथि आएपछि यतातिर कस्तो मजाको रुख देख्यो यहाँ चाहिँ फुलहरू फुलिरहेको रहेछ यो फुल चाहिँ के होला थाहा भएन जस टन्नै रहेछ रुखहरू एकदम मजाको देखिरहेको थियो हेर्नु नै आनन्द आइरहेको थियो अनि यहाँ चाहिँ जुसी किराहरू सर्वसुरु बसिरहेको थियो पुरै फुलको रुखहरू हेर्नुहोस् न कस्तो मजाको देखिरहेको थियो है फुल चाहिँ यस्तो रहेछ है यो रुख चाहिँ यो है रुखहरू चाहिँ टन्नै छ है यता जस्तो रमाइलो हुन्छ एक्लै ट्राभल गर्नु अब चराचुरुङ्गीको आवाज सुन्नुहोस् होइन नेचरको फिल लिँदा त कति मजा आउँछ त अब यता पनि कराइरहेछ कुकु कुकु यता सारङ्गीहरू कराइरहेछ अनि फुलहरू हेर्नुहोस् कति दामी दामी छ यसरी नै हो रमाइलो लिने त्यस मजा आइरहेछ एक्लै भयो नि घुम्नुलाई ब्याकग्राउन्ड हेर्नुहोस् न कति दामी छ सब यहाँबाट चाहिँ बागलाङ पुग्नुपर्छ है अनि म चाहिँ कति लाग्छ होला 45 मिनट 1 घन्टा कति त्यस्तो लाग्छ कति लाग्छ चाहिँ थाहा छैन जस त्यही सुनेको अब यति लाग्छ उति लाग्छ भन्दैछ अब जाउँ न कति लाग्ने छ हेरौँ अहिले चाहिँ आराम गरेर बसिरहेको छु अनि मैले चाहिँ के सोचिरहेको थिएँ भने बागवाङबाट चाहिँ हाइक हिँड्दै जाने सोचिरहेको थियो अनि यो अरूहरूले सबले भनेको जान्छ मजाले जान्छ अरे राइड उता माथि समय जान्छ भने अब हेरौँ के हुन्छ त्यहाँ बागवानमा गएपछि थाहा हुन्छ कहाँसम्म जाने हो के हो होइन मैले बाटोमा एउटा भाइ भेटाएको छ कहाँसम्म जाने अरे भाइ सेमु कहाँ रे सेमु सेमी भाइको नाम चाहिँ के अरे रमेश विका भाइ चाहिँ कति क्लासमा पढ्दै हो 4मा कता स्कुल चाहिँ मास्तिर स्कुल मास्तिर छ उयो जब अहिले छ र हो चाहिँ यहाँसम्म आउनुपर्छ तिम्रो घर चाहिँ कहाँनिर रे हो चाहिँ तल त्यही तल हो माथि चाहिँ के गर्छ मेरो मामा घर छ के बाटोमा एउटा भाइ भेटेको थियो अनि उसलाई लिपेर गफगाफ गर्दै अगाडि बढ्यो अनि भाइले धेरै कुराहरू सुनाउँदै थियो यस राम्रै थियो भाइको कुराहरू नै सुन्न मजा आएको थियो बिस्तारै अगाडि बढ्दै भाइले चाहिँ यतातिर ढुङ्गा हानेर मान्छेले नि रे बाँदरले नि रे सुनाउँदै हँसाउँदै थियो यस गफ गर्दै अगाडि कहिले हानेको यताहरू अस्ति बाँदरले मान्छेले चाहिँ किन हानेको कहाँ यहीँनिर होइन त यहाँ पनि तपाईँ आज त्यो बाटो यो हो चाहिँ हो यहाँनिर किन हान्छ ए चौरी मात्रै हो सब अरू चाहिँ के छ रोड धेरै पनि छ अझ गाउँबाट मान्छे चाइनिज जस्तो दाम भइगयो है स्याङछिङ छ्याङछिङ किन लाग्यो थाहा छ मलाई भन न भाइ छ्याङ खाने भयो छ्याङछिङ ए त्यस्तो हो ल मलाई खाना भोगिरहेको भाइ के भएपछि के भन्ने इच्छा छ ड्राइभर बसको बिस्तार लानु न डर लाग्यो क्या अघि त नि बिस्तार चलायो भने अनि बिस्तार चलाउनु यस्तो बाटो खाल्टा खुल्टी छ नि त त्यो होमस्टे हो भाइ लिस्टी त्यो होमस्टे हो कि स्कुल हो स्कुल स्कुल हो ठुलो छ क्या ठुलो 12सम्म छ हो ए ठुलो समय छ ठुलो स्कुल रहेछ है कलेज पनि भएको यो हस्पिटल रहेछ स्कुल हो अहिले स्कुल त यस्तो दामी रहेछ नि त समाचार नि दामी यो चाइनाले बनाएको हो भाइ चाहिँ लडेको अवस्था यता हो त भाइ भाइ चाहिँ होइन
ए यसले अब हामी कति टाइम लाग्छ भाइ अब खोइ मैले त थाहा छैन हो एकछिन रेस्ट गर्छौँ हामी चाहिँ अब भाइ चाहिँ लडेर झन्नै यता आउनु भाइ ठिकै छ अब यस्तो कहिले कहिले हुन्छ भाइ खासै त्यस्तो धेरै उयो त भएको छैन नि होइन पखला यहाँ मुस्दा हल्का केही होला खानु पर्ला जस्तो छ है मजा आइरहेछ यो ठाउँको नाम चाहिँ थाहा छ कि थाहा छैन भाइले अनि दुईजना हल्का केही खाँदै गफसफ गर्दै बस्यौँ यताउतिको भ्यूहरू हेर्दै ठाउँ चाहिँ एकदम राम्रो रहेछ यस हेरिरहनु मन लाग्ने भाइले चाहिँ यहीँ छोड्नु पर्ने भयो भाइको चाहिँ मामा घर यता रहेछ अनि यहाँबाट बिस्तारै अगाडि बढ्दा 6 गामको गेटमा आइपुग्यौँ गुरु रिम्पोछेको ठुलो विशाल मूर्ति रहेछ एकछिन यताउति घुम्दै यतातिर नि होमस्टेहरू चाहिँ टन्नै रहेछ यस्तो लागेको अवस्था छ 6 गाम भन्ने ठाउँ आइपुग्यो त्यहाँ जानु दिँदैछ त्यही जस्तो लागिरहेको छ ल है फाइनली सगाममा आइपुग्यो अगाडि गुम्बा रहेछ मजाको रहेछ अनि यो पुरै हरियो जस्तावाला देख्नु भएको चाहिँ यहाँ चाहिँ पुरै आनीहरू बस्नुहुन्छ अरे अनि यतातिर नि खाने व्यवस्था बस्ने होमस्टेहरू पनि टन्नै रहेछ 6 गाम होइन र यो 2 गाम चाहिँ अलिक माथि रहेछ त्यहाँबाट माथि कति टाइम लाग्छ यो जान्छ है मजाले यो स्कुटर मजाले जान्छ होला जानु पऱ्यो कहाँ होमस्टेहरू छ रहेछ 10-15 मिनट माथि गएपछि चाहिँ हामी बगामको गेट देख्न सकिन्छौँ गेट चाहिँ एकदम मजाको रहेछ है पुरै कलरफुल होइन यस मलाई चाहिँ यतातिर काठमाडौँतिर गुम्बातिर देख्ने गेट जस्तै लाग्यो एकदम राम्रो बनाएको रहेछ मजा आयो फाइनली म चाहिँ यहाँ 6 गाम भन्ने ठाउँमा आइपुग्यो यो बगामबाट माथि अलिकति माथि बगाममा आएर एकछिन यताउति डुल्दै बगाम यता चाहिँ प्रायः सबै बुद्धिस्ट नै रहेको छ अलि जाडो नि थियो त्यस मजा आइरहेको थियो यताउति घुम्दै बस्दा एकदम रमाइलो थियो ठाउँ तपाईँहरू नै आउनु सक्नुहुन्छ घुम्नलाई जस मजा आइरहेको छ अहिले चाहिँ 6 गाम भन्दा माथि बगाम भन्ने ठाउँमा छ साँच्चै यहाँबाट चाहिँ माथि कति टाइम लाग्छ थाहा छैन यो म चाहिँ राख्ने कि अब जाने सोचिरहेको छु उतातिर गएर बुझौँ खाजा खाउँ अलिअलि जाउँ है त तासिदले यो खाजा खानु बस्नु पऱ्यो अब यहाँ हामीकोमा खाजामा के होला नि हजुर टाँगानी आलु साग आलु साग भने चाहिँ कस्तो आलु त साग आलुलाई साग साग त आलु थुक्पाहरू पाउँदैन थुक्पा भेट बनाउनुपर्छ तिमीलाई खाना खानु भने अलिक भर्खर ए खाना त म खाँदिनँ अलिकति खाजा चाहिँ खाउँ भने खाजा हजुर कहाँबाट आउनु यता चौताराबाट सुन्नुभएको हजुर यतैबाट हो म आएको नि त्यही भएर खाजा मात्रै खाउँ भने हजुर बाल्दिनु के छ खाजा त्यही दिनु एकजना छ है चौध सजिलो चौचौ गरिदिनु चौचौ गरिदिनु ल हामी त्यसो भए चौचौ खानु पऱ्यो अब एकछिन त्योजना फेरि तपाईँलाई झ्याउ हुन्छ चौचौ गरिदिनु अन्डा हालेर गरिदिनु ल हस् हस् अनि अब खाजा खानु बस्छौँ
अझै खाजा खाएर हिँड्दैछौँ कति बज्यो भने यस 1 बज्नलाई 4 मिनट बाँकी छ। अब राइडमा बिस्तारै जाउँ कहाँसम्म पुग्ने रहेछ हेरौँ होइन बिस्तारै जाँदा हुन्छ। ए म चाहिँ जाडो भएर ज्याकेट लाउँदैछु यहाँ है ज्याकेट लगाएर अब रेडी भयो। अनि म चाहिँ मास्तिर जाँदैछु छोकुर मखोरसम्म होइन राइडमा। अब यस्तो रहेछ बाटो चाहिँ ठिकै छ यहाँसम्म त कस्तो छ अब मास्तिर जाँदै जाउँ। यस्तो पुरै खुसी लागिरहेको छ केही देखाएको छैन ल सेतो भइरहेको छ खासै मान्छेहरू नि कोही नआउने रहेछ है दामी रहेछ। बिस्तारै जाउँ गाडी बजाउँदा भयो ज्याकेट लगायो पुरै खुसी लागिरहेको छ है भर्खर 1 त्यस्तै बजिरहेको छ त्यो पनि कस्तो 4-5 बजे जस्तो देखिरहेको छ है हेर्नु ल यस्तो खुसी लाग्ने है। कति टाइम लाग्ने होला है छोकर मगर पुग्न यस्तो छ पुरै खुसी लागिरहेछ। सोध्नु पर्ला हेलो ता अब कति टाइम लाग्छ छोकर मगर पुग्न? 1.5 घन्टा हजुर त्यस स्कुटरमा पनि पुग्छ नि आनन्द ल धन्यवाद। यस्तो पुरै अँध्यारो भइरहेको छ यार मचरी भने जस्तो भइरहेको छ नि त हेर्नुहोस् त यस्तो छ यार पुरै अँध्यारो के हो यार बाटो त केही देख्दैन होइन मजा आएर यस्तो नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्न आफूले चाहिँ होइन रमाइलो नै हुन्छ। यसरी घुम्नुपर्छ बेला बेला होइन यस्तो पुरै हिँड्छ नि अब पुरै कस्तो अर्कै भइरहेको छ पुरै खुसी लागेर साढे भइरहेको होला बाटो चाहिँ यस्तो ठिकै छ बाटो त्यस्तो नराम्रो छैन आनन्दले नै गइरहेको छ। मान्छेहरूले चाहिँ खोइ के भन्छ चिप्लिन्छ अरे खासै हिउँ पर्दा चाहिँ चिप्लिन्छ होला अहिले त बाटो ठिकै छ अझै अब 1.5 घन्टा जति लाग्छ होला मलाई पुग्नुलाई त्यस्तै लाग्छ होला बडीमा म्याक्सिमम् 2 घन्टा जति लाग्छ होला लाग्छ मलाई चाहिँ है सबले अब त्यस्तै भन्छ। अब ठाउँ चाहिँ खतरा माने खतरा छ है ठाउँहरू यस्तो मजाको ठाउँहरू मजा लाग्छ आनन्दले डुल्दै कतिखेर पुग्छ हेरौँ। पुरै बाटै खत्तम रहेछ है मेरो चाहिँ स्कुटरै अड्केको अवस्था यस्तो रहेछ तनाव पऱ्यो नि त पुरै यस्तो बाटो रहेछ कतिसम्म हो यति मात्रै होला पुरै अलिअलि पानी नि परिरहेको छ यार तनाव भयो नि त अब कोही नै छैन एक्लै छ यार कसरी निकाल्ने होला यहाँ चाहिँ लास खत्तम बाटो रहेछ नि त बवाल थाक्यो यार यता आएपछि चाहिँ बाटोहरू खत्तम रहेछ है गाह्रो हुन्छ है यहाँ चाहिँ पुरै हिलो अङ्गाभरि सब हिलो रहेछ जोस् थकित भइरहेछ बाटो चाहिँ ठाउँ लास्टै हिलोहरू छ त्यही भएर अलिक गाह्रो हुँदो रहेछ नत्र त यतिको छ बाटो है एकछिन रेस्ट गर्नु पऱ्यो थकित भयो अवस्था यतिको रेस्ट गर्नु पऱ्यो अब यहाँबाट चाहिँ अब रेस्ट गरेर अब जाने हो यहाँबाट चाहिँ छोकर मकर पुग्नलाई अब आधी घन्टा लाग्छ। यो खाँदैछु है चाइनिज माछा यस्तो हुन्छ ट्राई गरौँ खासै मलाई चाहिँ मिठो लागेन है मिठो नहुँदा चाहिँ त्यस्तो सोचेको छु नखाने भयो। यहाँ चाहिँ बस्ने ठाउँ राम्रो बनाएको छ यस्तो मजाको ठाउँ रहेछ है अब लाग्नु पर्ला बिस्तारै गन्तव्यतिर।
यहाँ चाहिँ केही देखाएको छैन यार, चौर छ जस्तो छ। अब यहाँबाट चाहिँ मलाई कहाँ हो थाहा नै भएन है, मान्छेहरू पनि छैन, अन्दाजमा सोध्नु पर्ला। यस्तो गाडी आएर चाहिँ देखाएको छैन। हेलो दाइ, केही देखाएको छैन यार, यहाँबाट यहीँ नदेख्ने रहेछ। अब यता सिधै तलतिर जाने के अरे भाइ, चोकर मोकर बाइक त आएकै छैन एउटा नि, छैन, मै मात्रै हाल स्कुटर है। ठिकै हो त्यसो भए। रुम चाहिँ हेर्छ फाइनली, अनि प्याकेज चाहिँ 1000 रुपियाँको हुन्छ अरे है। आगो तातै हो चक्कर मक्करमा, यस्तो जाडो जाडो छ। भोलि बिहानै जानुपर्छ भर्खर। अब त्यस्तै 4:30 जति 3:30 जति भएको छ। अझै टाइम छ चन्दा, अब के जाने 2 घन्टा लाग्छ अरे। बसौँ एकछिन अब, अनि खाजासाजा खाउँ, त्यही गरौँ। है त ग्यास यसरी आगोमा हामीले चाहिँ दाइहरू भेटेको छ। ओहो यस्तो चिसो चिसोमा तङ बाँध्दै। दाजुको नाम चोङबुङ के अरे? मेरो नाम चाहिँ आशिष कार्की हो। आशिष कार्की। अहिले हामी चोङबुङ डाँडा होइन, चोकर मकर चोकर मोकर डाँडा। मेरो चाहिँ कपिल पुरी। हामी चाहिँ ठिमीबाट आएको, रमाइलो गर्दा गर्दै भाइलाई नि भेट्यो होइन। भोलि बिहान 4:30 बजी गइन्छ होला भैरवकुण्ड। भैरवकुण्ड कस्तो चाहिँ हेरौँ होइन, आशा त धेरै छ। नि डुल्ने जस्तो भएर होला होइन। त अब म खान जानु पऱ्यो नि, के नि आइजना गरिन्छ नि होइन। के साह्रै केटाकेटी थियो नि, केटाकेटी भयो नि। मेरो फेरि मान्छे ठुलो मान्छे जस्तो मन भएको मान्छे हो। कहाँबाट त होइन, त्यो बेला फेरि त्यो थिएन नि, त्यो त्यस माया त्यो जुन एउटा हामीले मायाको म केटीलाई मन पराउँछु भने त एकदम चोखो टाइपको थियो, जेन्युन टाइपको थियो। अहिले जस्तो एज अ फिजिकल थियो होइन नि त, त्यतिखेर भनेको एज अ जेन्युन के त्यो माया आई लाग्यो बिकज जस्ट सी के गरेर त्यो बेलामा त के किताब हुन्थ्यो, किताबमा चुप्पा खाइदिने अनि गालामा लट्टा खाइदिने। मलाई चाहिँ के याद आउँदा आज होइन, सबैको नाम होइन हल्ला गर्नेमा आउँथ्यो, मेरो आउँदैन थियो क्या। त लास्ट हल्ला गर्नेमै हो क्या किन भन भाइ। क्लास क्याप्टनले क्याप्टनले मनमोहन रहेछ, ठिक क्या, त्यो केटी म भन्दिनँ नाम होइन, मनमोहन रहेछ होइन। त्यसले मेरो नामै नलेख्ने क्या। कम रमाइलो त ती दिनहरू आहा है बालापन। अहिले पानी परिरहेको छ बाहिर चाहिँ, अब पर्छ है दाइ, यो पर्छ होला सायद आज। फुर एउटा गीत हेर्दा यसो हिउँ हेर्न पाए चाहिँ रमाइलो हुन्थ्यो। मात्र एउटा गीतले अनुभव हुन्छ क्या। के अरे के गीत थियो त हाम्रो, एकदम चरा गीत थियो क्या होइन। हिउँ छैन फक्रेको डङ्गुरा, फक्रे होला के हो, फोक्रेको भनेको फक्रेको होइन, फफ्रे भन्दो रहेछ। त्यो भन्ने चाहिँ के रहेछ थाहा छ? त्यो हिउँ आइस नबनिकन होइन, हिउँ पनि परे होइन, तर आइस नबनिकन एउटा त्यो सेतो रातिको 7 बजे। र त गाइस अब सुत्नु पर्यो होइन, जाडो छ, खाली छ। सो बाटो हराएको अवस्था कहाँबाट थाहा भएन, कस्तो हिँडेको छु। त माथि हो कि तल